साथ र हात दिने समयमा सबैजनाले मलाई साथ छोडिसके हैन। एक दिन देखाउने छु सबैजनालाई। वेलकम ब्याक टु माई न्यू व्लग। सबैजनालाई गुड मर्निङ, शुभ बिहानी। अनि सबैजना सन्चै हुन्छ होला भन्ने आशा गर्दछु। म पनि सर्बियामा एकदम सन्चै छु हैन। पुरा केको साथ रे दावाको साथमा नि एकदम सन्चै छु, तर म दुब्लेको छु धेरै धेरै दुब्ले छु हैन। हालत खराब भइरहेछ। हालत खराब भन्दा अनि पहिला भन्दा ठिक छ, एकदम ठिक भइरहेको छु। अनि आज म अलि के भन्दाखेरि राति निद लाग्दिन के यार, किन निद लाग्दैन भनेको त सुत्दैन, निदै लाग्दैन। अनि केको सोचिन्छ के, अनि सुत्यो अनि माथि आकाश देखिन्छ के, त्योबाट के हुन्छ भने फेरि घरको पालबाट होइन है, त्योबाट के हुन्छ भने सुत्यो अनि बाल्कनी भन्दा नि झ्यालबाट त्यो देखिन्छ के, बाहिर आँखा जान्छ के। अनि यसो हेऱ्यो, गीत लाएर सुत्यो र नि निद नलाग्ने भने क्या राति, त्यस्तो भइरहेछ आजभोलि होइन। सो म चाहिँ अब चाहिँ काम जान लागेको होइन। काम गएर अब काम गर्ने हो, ड्याङडुङ 2 बजीसम्म, 7 बजीदेखि 2 बजीसम्म काम फडाङ गरेर फेरि गाडी चढ्ने हो, यहाँबाट गएर गाडी चढ्ने हो, फेरि अर्को गाडी चढ्ने हो, जाने हो, काम गर्ने हो, रेस्ट टाइममा बस्ने हो। एकैछिन टाइम जान्छ क्या। मैले कहिले बेला त यस्तो हुन्छ कि काममा गयो भने होइन, टाइम वेस्ट गर्ने गाह्रो भयो, टाइम पास गर्ने गाह्रो भएको कि काममा, मलाई त्यस्तो समेत भएको छ कि। आज चाहिँ मैले त्यो नखाने कि चुल्लु नखाने, हल्का यहाँ घाउ गर्छु क्या होइन। के भयो यस्तो मलाई पनि थाहा होइन, घाउ भइदिरहेको छ, तर मैले छुयान छैन, पानी लाएको छैन होइन। फेरि मुख त धुएको, फेरि यस्तो गरेर धुएको होइन। सो गाइस अब चाहिँ जानुपर्छ। सबैजनाले कतिको रमाइलो भइरहेछ, भिडियो हेर्न कतिको चसाइरहेछ होइन। हेर्न त कोहीजनाले हेरेको छैन, त्यही रियल लाइफमा घटेको घटना होइन। एउटा टक्क छोटो मिठो भनौँ न होइन, सायद सुन्नु छु होइन। सबैजनाको मेल पनि खान सक्छ होइन, मेरो पनि मेल खाइरहेछ बिस्तारै खाइरहेछ होइन। त्यस्तै मेल खाइरहेछ होइन। सुनौँ न सिधै होइन। मलाई गुमाउने तिमीलाई डर छैन भने तिमीले पाउने मलाई कुनै रहर छैन। हिजोका त्यो दिनहरू, त्यो एसएमएसहरू आज याद बनी मेरो मुटुमा भिजेको छ। दिनहरू बदलिँदै जान्छन् अनि हिजोको यादहरू काफीको पानामा कथा बन्दै जान्छन्। केही चोटहरू अदृश्य हुन्छन्, दुखाइ हुन्छ तर देखाउन सकिँदैन। समयले हरेक कुरा बदलिला, तर तिमीप्रतिको मेरो माया कहिले बदलिने छैन होइन। होइन त्यस्तै भइरहन्छ कहिलेकाहीँ, त्यस्तै हो। मेरो मात्रै होइन, सबैको त्यस्तै हो होइन। ठिकै छ, केही हुँदैन। मेरो आफूले सङ्घर्ष गर्ने टाइममा होइन, साथीभाइ होस् या माया गर्ने मान्छे होस् होइन, सबैजनालाई साथ छोडेर गइरहेछन्, मैले देखिरहेको छु होइन। सक्सेस भएर देखाउने छु। झन् मलाई हिम्मत त्यो भइरहेछ क्या, म गरेर देखाउँछु भन्ने झन् आँट आइरहेछ होइन। केही छैन, साथ दिनेले दिउन्, नदिनेले नदिउन्, मलाई बालै छैन। म गरेर देखाउने छु सबैजनालाई। सबैभन्दा त्यो भन्छु म, जसले साथ छोडेर गएको छन्, जसले मलाई आफूले गर्न सक्छस् भन्ने टाइममा, हात र साथ दिने टाइममा होइन, सबजनाले साथ छोडेर गएको छन् नि। त्यसपछि सबजनालाई म देखाउने छु के गरिरहेको छु, कस्तो गरिरहेको छु अहिले होइन। कसरी समय ल्याएर बोलिरहेको थिएँ अहिले, अनि बोलिरहेको छैन, कसरी टाइम निकालेर गरिरहेको छु यो गर्नलाई होइन। साथ र हात दिने समयमा सबैजनाले मलाई साथ छोडिसके होइन। एक दिन देखाउने छु सबैजनालाई, मेरो सपना पुरा गरेर सङ्घर्ष गरेको फल देखाउने छु सबैजनालाई होइन। ठिकै छ, यस्ता कुराहरू, यिनी कुराहरू त्यस्तै त हुन्। सबैजनाले मैले मात्रै भएको कुरा होइन, सबैले भोग्छन् यस्ता कुराहरू। भोग्नु पर्ने रहेछ यस्तो समयमा होइन। साथ पाइला झन् राम्रो हुँदै गर्ला भनेर सोचिरहेको थिएँ। ठिकै छ, यहीले हिम्मत बनाउँदै होइन, आफ्नो गन्तव्य धान्दै अघि बढ्ने छु म। केही छैन, यस्तै कुरा गर्दा हामी चाहिँ फाइनली के भन्छ भने त्यो स्टेसनमा आइपुगेँ। अनि 0 मिनट 1 स्टेसन भनेर चाहिँ आइपुग्यो होइन। म चाहिँ गइदिएको कुरा गर्दै गर्छौँ हामी चाहिँ होइन। हरूको हालत कस्तो छ कि कस्तो छ होइन। म चाहिँ कामबाट आइदिएको होइन। नयाँ बाटो हो क्या, त पुरै 3 दिने नयाँ बाटो हिँड्ने क्या, दिन दिने नयाँ बाटो हिँड्ने होइन। हिँड्नु पऱ्यो त, यहाँबाट जाने गेल माथिबाट। म त वनबाट छिर्छु कि, पार्क हो होइन। पार्कमा ड्याङ्गा छिर्ने हो, बाटै छैन कि म हिँड्ने बेला नै, बाटै छैन कि ड्याङ्गा अल्ल बाटो खोज्ने हो, हिँड्ने हो। हरायो भने लोकेसन हेर्ने हो, काममा हिँड्ने हो। आज काममा रम्गो पऱ्यो क्या। के भयो भन्दाखेरि जुन रिसिने मैले बडी भन्थेँ नि त, अब रिसिन्छु भनेर अब आफू रिसिएर त काम छैन नि। जसले पनि के
आफूसँग रिसिन्छ दिनदिनै त्यहीसँग पर्ने हुन्छ काम बेला होइन अलि सोरिलो पाराले होइन ऊ रिसिन्छ भने आफू रिसेर हुन्छ त हुँदैन नि त झन् झुकेर होइन कुनै बेला झुक्नुपर्छ कि कुनै चिजमा होइन आफू झुकेर राम्रो हुन्छ भने झुक्दैमा केही फरक पर्दैन क्या म आज चाहिँ के गरेँ भन्दाखेरि काम त मैले चाहिँ बिगारेको थिएँ होइन तर उनले सिकाउनु पर्ने हो नि त के त भन्ने हो किन हजुर भनौँ उहाँले सिकाउनु पर्ने हो जे चिज पनि आफूले नजानेपछि तर मैले पनि जानेको छैन केही कुराहरू आफूले पनि जानिन्न होइन अब परदेश हो मैले सम्झाएँ नि त ट्रान्सलेट गरेर भने परदेश हो हजुरको छोराछोरी यो ठाउँमा गइदिया भए म यो ठाउँमा आएको छु होइन यो ठाउँमा गइदिया भए के हुन्थ्यो होला भनेर या उद्याए हल्का हजुरको छोराछोरी पनि उहाँ गएको भए अर्को देशमा गएको भए यस्तै भने अब हजुर छोराछोरीले नि यस्तै हुन्थ्यो होला मलाई पनि नराम्रो लाग्छ गल्ती मेरै छ सिकाउनु होला भने होइन अनि गल्ती गरेकोमा माफ पाऊ भने होइन सरी भने त्यही हो सो झुक्नुपर्छ केही हुँदैन आफू झुक्दैमा आफू त्यो सानो बन्दैमा केही हुँदैन क्या होइन आफू झुक्दैमा केही हुन्छ र हुँदैन नि त आफू झुक्नुपर्छ जे चिजमा पनि आफूले गल्ती गरेको छ अनि त्यही माथि अरू केही गर्नुपर्छ साँच्चै भन्यो भने होइन आफूले केही परेको छ केही गरेको छ भने आफू झुकेर त्यो काम राम्रो हुन्छ भने केही हुँदैन झुक्दैमा म चाहिँ झुकेर होइन सरी सिकाउनु होला राम्रोसँग मेरो पारा यस्तै छ भन्दै सिकाउनु पठाएँ ठिकै छ सिकाउनु भयो उहाँले होइन राम्रो छ आज झुक्यो भने अनि कहिले बेला केही कुरामा झुक्नुपर्छ होइन राम्रो पाइन्छ भने राम्रो गरिन्छ आफूले आफू झुकेर राम्रो हुन्छ भने किन नझुक्ने र होइन झुक्दा राम्रो त्यही भएर आज झुक्दिएको होइन सरी भने गल्ती मेरै थियो छ नि त आफूले सोधेर नगरेपछि होइन बिग्रेपछि त सरी त भन्नु परेको भए पनि सिकाउनु पर्छ उहाँले झुकेँ म अनि उहाँ रिसाउनु भएन आज चाहिँ होइन नरिसाएर राम्रो गरेको काम राम्रो हुन्छ काम गरेको नरिसाएर गरेको काम होइन आज चाहिँ जे होस् रमाइलो भयो अनि काम पनि छिटो सक्यो 1 घन्टा अगाडि गरिसक्यौँ दुईजनाले मिलेर हाँस्दै होइन सो राम्रो भइरहेछ दिनदिनै अब केही समयपछि टिआर चाहिँ अब डबल काम गरेपछि मेरो हालत खराब होला म सबै ठिक छु होइन अलिकति राति सुत्नेलाई निद लाग्दैन एउटा कुरो होइन अब त्यस्तै त अनि परदेशमा होइन कहिले के सोचिन्छ साथीभाइसँग हुँदैन कहिले के हुन्छ आफूले त्यो के भन्छ भने सम्झना त आइन्छ होइन त्यसो खेलेको बसेको साथीहरूसँग घुमेको त्यो घर बसेको मम्मीहरूसँग होइन झगडा गर्दै बसेको दिनहरू सम्झि याद आएर भए पनि निद लाग्दैन भने क्या राति होइन केही हुँदैन जिन्दगीभरलाई आएन नि त केही समयको लागि आयो होइन एक दिन सबैलाई देखाउने छु आफूले गरेको सङ्घर्ष होइन जसले साथ दिनु छ दिइरहेछन् जो टाढा जानु छ गइरहेछन् मैले देखिरहेको छु सबैजनालाई देखाउनु छ सबैभन्दा टाढा जाने मान्छेले अरूभन्दा नि सपोर्ट गर्नु होला हेर्ने मान्छेहरूले होइन हेरेको जतिले हेरिरहनु भएको छ त्यति राम्रो त भएको छैन तर हिजो अस्तिभन्दा राम्रो भएको छ म त्यति चाहिँ भन्छु होइन अनि एडिट गर्न नि हल्का सिक्दैछु वहाँ गएर रेस्ट टाइममा नास्ता खाने टाइममा बनाएर बस्छु बसमा उनीलाई बनाउँछु अनि यसरी एडिट गर्ने भने हेर्छु होइन सबै चिज सिकिरहेको छु भर्खर अनि त्यसपछि पछि मोबाइलहरू राम्रो मोबाइलहरू आउला केही सामानहरू ल्याउन होइन अनि हल्का भिडियो बनाउँदै क्रेजी हुँदैछु यसतिर लत लाग्यो भने राम्रो हुन्छ सबैभन्दा कस्तो भने जे चिज गर्नु लत लाग्यो भने आफूले बनाउन सजिलो हुन्छ होइन म चाहिँ डटेर लागेको छु यो चिजमा हिम्मत हाल्ने छैन एक दिन अवश्य सफल हुन भन्ने त्यो लिएर अगाडि बढेको छु हात थमाउने ठाउँमा हात छोडेर गएको छन् त्यहीले गन्तव्य बनाएर अघि बढ्ने छु म होइन ठिकै छ सफल भएर देखाउने छु साथ सपोर्ट सधैँ हजुरको हुनेछ होइन कहिले आउला एक दिन त्यो दिन पनि होइन कि 1-2 दिन गरेर 1-2 महिना गरेर हुँदैन भनेर छोड्ने भने त कसले गरिदिन्छ र भने कि होइन जे चिज पनि आफूले नगरुन्जेल हुन्छ र हुँदैन नि त सो त्यही गर्दै म फाइनली रुममा पनि आइपुगेँ काममा गयो आज मजा भयो होइन आफू कहिले काहीँ केही चिज पाइन्छ भने केही चिज राम्रो हुन्छ भने आफू झुक्दा पनि केही फरक पर्दैन सबैजना झुक्दा हुन्छ केही फरक पर्दैन त्यो चाहिँ भन्छु म यो फेरि पनि योभन्दा राम्रो भ्लग र योभन्दा राम्रो गन्तव्यको साथ अगाडि बढ्दै
अनि सबैजनालाई रोमाञ्चक भिडियो अगाडि फेरि पनि ल्याउने छु हैन। नेक्स्ट भ्लगमा सबैजनाले रमाइलो गर्नुपर्छ, रमाइलो कुराहरू गर्नुपर्छ, रमाइलो कुराहरू सुन्नुपर्छ हैन। हामी पनि पक्कै पनि नेक्स्ट भ्लगमा भेट हुनेछौँ। सबैजनाले पुरा हेर्नु होला। नयाँ हुनुहुन्छ भने सबैजनालाई सब्सक्राइब गरिदिनु होला। केही गर्न चाहन्छु हैन, सबैजनालाई सपोर्ट गर्नु होला भन्दै फेरि पनि नेक्स्ट भ्लगमा भेट हुनेछौँ। म अनि हजुर चाहिँ सबैजना टाढिनुपर्छ। फेरि पनि नेक्स्ट भ्लगमा भेट हुनेछौँ भन्दै बाई बाई।